नेपाली सांगीतिक र मनोरञ्जनको क्षेत्रमा 2025 मा कुनै नामले तहल्का मचाइरहेको छ भने त्यो एउटै नाम हो, दुर्गेश थापा। 2024 को डिसेम्बर 30 मा रिलिज भएको उनको दुश्मन हेरेको हेरे बोलको गीत टिकटकको रिल्सदेखि गाउँ सहरको कुना-कुना, महोत्सव, पार्टी, होलीका कार्यक्रमदेखि विद्यालयहरूका कार्यक्रममा गन्किन थाल्यो। त्यसपछि उनी सामाजिक सञ्जालमा यति धेरै चर्चित हुन थाले कि इन्टरभ्युज र पोडकास्टहरूमा बिरलै देखा पर्ने उनी एकपछि अर्को कार्यक्रमहरूको गेस्टको रूपमा छाउन थाले। उनी स्याङ्जाको महोत्सवमा हेलिकप्टरबाट इन्ट्री गरेको दृश्यले त झन् सामाजिक सञ्जाल जुरुक्कै उचाल्यो। तर यति धेरै चर्चित हुँदाहुँदै यति धेरै मान्छेहरूको वाहवाही ती बटुलिरहेका दुर्गेश थापा जुनसुकै समयमा पनि केही न केही विवाद र आलोचनाहरूमा मुचिरहेका हुन्छन्। यसबारेमा पनि विभिन्न रूपमा बाहिरी बहसहरू भइरहेका हुन्छन्। कुनै समयमा उनले पर्फर्मेन्स गर्दै गरेको स्टेजमै गएर मान्छेहरूले उनलाई कुट्न खोजेको समाचार बाहिर आउँछ भने कहिले उनी कार्यक्रमको आयोजकहरूसँगै झगडा गरिरहेका हुन्छन्। कहिले उनले निकालेको गीत अश्लील भयो, यसले समाजमा नकारात्मक सन्देश दियो, लागु पदार्थ र मदिराको खुल्ला प्रचार भयो भन्दै प्रहरीले उनलाई समातेर हिरासतमा राख्छ र गीत सञ्जालहरूबाट हटाउन लगाउँछ। कहिले पिकनिक जाँदा मान्छे कुटेको र सुन चोरी गरेको आरोप लगाउँदै उनी विरुद्ध प्रहरीमा जाहेरी लेखिन्छ। कहिले टिकटक लाइभमै आएर महिला कलाकारसँग मनपरी कुरा गरेको भन्दै आलोचनामा परिरहेका हुन्छन्। यी सबै त केही प्रतिनिधि घटनाहरू मात्रै हुन्। यी भन्दा पनि अरू धेरै कारणहरू छन् जसले गर्दा दुर्गेश थापा नेपाली युवा जमातमा चर्चा र आलोचना दुवैको कारणले परिचित पात्र बनेका छन्। उनको जन्म भारतमा भएको थियो भने उनको बाल्यकाल बागलुङको गलकोटमा बितेको थियो। उनको वास्तविक नाम भने दुर्गाबहादुर थापा हो। सुरुमा आफ्नो पढाइ राम्रो नभएकाले इन्डियन आर्मीमा भर्ती हुन भारत पुगेका उनी त्यहाँ धेरै लामो समयसम्म भने टिक्न सकेनन्। त्यसपछि नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गर्ने रहर बोकेर काठमाडौँ आएका उनी आफ्ना दाजु पर्ने अर्थात् जेठाबुवाका छोरा लोकदोहोरी गायक वसन्त थापासँगै डेरामा बस्न थाले। उनलाई दुर्गेश नाम राख्ने सल्लाह पनि उनैले दिएका थिए रे। त्यसपछि उनी काठमाडौँका विभिन्न डान्स बारहरूमा डान्सरको रूपमा काम गर्न थाले। सुरुमा कोरस डान्सरको रूपमा काम गर्न थालेका उनले पछि म्युजिक भिडियोहरूमा लिड डान्सरको रोल पनि पाउन थाले, जसले उनलाई कलाकारिता क्षेत्रतिर परिचित बनाउन थाल्यो। तर यतिले उनलाई पुगेन। उनी आफ्नै किसिमको गीतहरू निकालेर सङ्गीत अनि मोडलिङ आफै गर्न थाले। 10 वर्ष पहिले बिन्दाबासिनी म्युजिकबाट सार्वजनिक भएको मेरो दिल चोर्नेलाई मुद्दा हालिदिन्छु बोलको गीतले उनलाई एक्कासी जमिनबाट आकाशमा पुर्याइदियो। त्यसपछि उनले आफ्नो युट्युब च्यानलमा दर्जनौं भिडियोहरू हालेका छन् र उनको भिडियोहरूमा मिलियन्स अफ भ्युज गएका छन्। उनी अहिले प्राची लामासँग वैवाहिक जीवनमा पनि बाँधिसकेका छन् भने सन्तानको रूपमा उनीहरूको एउटा छोरा पनि भइसकेको छ। आफूलाई पर्फर्मर भन्न रुचाउने उनी आफ्नो गीतहरूमा आफै लिरिक्स पढ्छन्, कम्पोज पनि आफै गर्छन् अनि म्युजिक भिडियोहरूमा आफैले डिरेक्सन र डान्स पनि आफै गर्छन्। सामाजिक सञ्जालहरूमा खुलेर बोल्ने गर्छन् दुर्गेश। मनमा जे लाग्छ उनी त्यही बोलिहाल्छन्। आफ्नो विगतको जीवनको बारेमा खुलेर बोल्ने उनी आफू रियलमा जे हो रियल लाइफमा पनि त्यस्तै छु भन्ने दुर्गेश शैली हो। जतिसुकै आलोचनाको शिकार भए पनि उनले सामाजिक सञ्जाल र इन्टरभ्यू अथवा पोडकास्टमा दिएको खुल्ला अभिव्यक्तिहरूले गर्दा मानिसहरू उनलाई हम्बल र फनी गायकको रूपमा लिने गर्छन्। एसईई परीक्षा हुँदै गर्दा सांगीतिक कार्यक्रमहरूले विद्यार्थीहरूको पढाइलाई असर गर्ने भन्दै उनले आफ्नो सबै कार्यक्रमहरू स्थगित गरेका थिए। यसको कारणले पनि उनले युवा वर्ग मार्फत वाहवाही ती बटुलिरहेका छन्। स्टेज पर्फर्मेन्समा केटाकेटीदेखि वृद्धहरूलाई स्टेजमै तानेर सँगै नाच्नेदेखि आफ्ना बुढा आमा बुवासँग बनाएका टिकटक रिल्सहरूले गर्दा उनलाई केही जमातले एक इमान्दार कलाकारको रूपमा पनि हेर्ने गर्छन्। दुर्गेशको बारेमा कुरा गर्दा उनको छुटाउनै नहुने केही छ भने ती उनका गीतहरू नै हुन्, जसले सांगीतिक क्षेत्रमा भिन्नै स्वाद लिएर आएको छ। उनका गीतहरू एकपछि अर्को हिट छन् भने युट्युबदेखि टिकटक जतासुकै बज्ने गर्छन्। अहिलेसम्म उनको युट्युब च्यानलमा 376 भिडियोहरू अपलोड भएका छन्, जसमा धेरैजसो म्युजिक भिडियोहरू नै छन् भने केही उनका ब्लगहरू पनि छन्। उनका गीतहरूलाई हेर्ने हो भने सबैजसोले मिलियन्स भ्युज कटाएका छन्। दुश्मन हेरेको हेरैले त एक हप्तामा सर्वाधिक भ्युज हाने म्युजिक भिडियोको रेकर्ड नै बनायो। त्योभन्दा बाहेक पनि उनका नयाँ तथा पुराना गीतहरू जस्तै रातो रातो खुर्सानी पिरो छ, बिच्च-बिच्चमा 1 देखि 7, मेरो दिल चोर्नेलाई मुद्दा हालिदिन्छु, ह्याप्पी तिहार चिसो बियर, कि दुर्गेश जेलमा कि दुर्गेश रेलमा, आलु जस्तो गायक जस्ता गीतहरू एकदमै चर्चित रहे।
यसले नयाँ जमानाका श्रोताहरूलाई फरक स्वाद दिनुका साथै उनीहरूको म्युजिकको टेस्टलाई पनि सम्बोधन गरेको छ। लोकदोहोरी सङ्गीतलाई आफ्नो धर्म मान्ने दुर्गेश आफूले गाउँघरतिर सुनेका भाकालाई लिएर फ्युजन गर्दै नयाँ खालको सङ्गीत सिर्जना गर्ने दाबी गर्छन्। लोकदोहोरी र आधुनिक सङ्गीतको फ्युजन जस्तो लाग्ने उनको सङ्गीतले गर्दा पुराना र नयाँ दुवै खाले पुस्तामा उनको गीत चर्चित हुन पुगेको जस्तो पनि देखिन्छ। सङ्गीतहरूमा अपशब्दहरू प्रयोग गरेको आलोचना त उनले झेलि नै रहेका हुन्छन्, तर पनि उनी आफ्नो गीत नयाँ तथा पुराना सबै पुस्ताका लागि सुहाउने हुन्छ भन्दै प्रचार गरिरहेका हुन्छन्। आफूलाई गायक भन्दा पनि पर्फर्मर भनेर चिनाउने दुर्गेश थापाको अर्को बलियो पक्ष भनेको उनको स्टेज पर्फर्मेन्स पनि हो, जहाँ उनी दिल खोलेर नाच्ने गर्छन् र उपस्थित दर्शकहरूलाई पनि स्टेजमा तानी तानी नचाउने गर्छन्, जसले गर्दा कुनै स्थानमा ठुलो महोत्सव र मेलाको कार्यक्रम आयोजना भयो भने आयोजकहरूको उनी पहिलो रोजाइमा पर्ने गर्छन्। दुई ठाउँमा स्टेज पर्फर्मेन्स एकै दिन रहेको भन्दै एकपटक हेलिकप्टरबाट महोत्सवमा प्रवेश गर्दाको भिडियो सामाजिक सञ्जालहरूमा निकै भाइरल भयो। उनका सबै जस्तो गीतहरू गाउन र नाच्न मिल्ने खाले छन्, कुनै पनि रोमान्टिक र सेन्टिमेन्टल गीतहरू छैन भन्दा फरक नपर्ला। त्यसैले नाच्न, गाउन र रमाइलो गर्न मन पराउने युवा जमातहरूमा दुर्गेश थापाको क्रेज एकदमै बढी देखिन्छ। जब अभिनेता पल शाहमाथि 2078 सालमा एक नाबालिकाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी लेखिन्, त्यसपछि धेरै कलाकार, पत्रकार र सामाजिक अभियन्ताहरूले यस विषयमा आफ्नो आफ्नो धारणा राखे। जब उनले आरोप लगाउने नाबालिकासँग फोनमा कुरा गरेको अडियो रेकर्डिङ बाहिर मिडियामा आयो, दुर्गेश थापाको नाम पनि घटनामा मुछियो। यो घटना हुनुभन्दा पहिले दुर्गेश थापा र पल शाह मिल्ने साथीका रूपमा मिडियामा देखा पर्ने गर्थे। मिलेर टिकटक भिडियोज बनाउनेदेखि दुर्गेशको गीतहरूमा उनले मोडलिङ पनि गरिसकेका थिए। भलै यस घटनामा आफू निर्दोष रहेको र साथीका रूपमा पल शाहको आफूले सधैँ भलो चिताउने गरेको भन्दै उनी आफ्नो अभिव्यक्तिहरू राख्दै आइरहेका थिए र समय र अवस्था मिल्यो भने फेरि सँगै काम गर्न पनि सकिन्छ भनेर उनी भन्छन्। यो घटनाले गर्दा दुर्गेश थापाको चरित्रमाथि र उनको व्यक्तिगत व्यवहारप्रति मान्छेले शङ्का र घृणाको दृष्टिले हेर्ने गरेको देखिन्छ। अहिले पल शाह हिरासतबाट बाहिर निस्किसके, तर उनको दुर्गेशसँग खासै राम्रो सम्बन्ध भने देखिँदैन। आफूले गाएको गीतहरू गाउँघरतिर गाइने लोकगीतहरूबाट प्रभावित हुने गरेको बताउने दुर्गेशका म्युजिक भिडियोहरूमा भने बढी शारीरिक अङ्ग पर्दछन् र अश्लीलतालाई देखाउन खोजेको आरोप उनीमाथि लाग्ने गरेको देखिन्छ। हुन त उनका दर्शकहरूले यस्तै भिडियोहरू रुचाउने भएको कारणले पनि उनले यी कुराहरू प्रयोग गर्ने गरेका होलान्, तर यसले लोकदोहोरी सङ्गीतको खुल्ला मजाक गरेको भन्दै बहसहरू भने चलि नै रहेका हुन्छन्। दुर्गेश थापाको ह्याप्पी तिहार भन्ने गीत त अहिले पनि युट्युबमा हेर्न सकिन्छ, तर पहिलो पटक यो गीत रिलिज हुँदा यो गीतले क्रेज र आलोचना दुवै खेप्नु पर्यो। गीतमा अश्लील शब्दहरू प्रयोग गरेको, सामाजिक मूल्य मान्यतालाई बिथोल्ने खालको भाषाशैली प्रयोग गरेको, लागु पदार्थ लगायत गैर कानुनी वस्तुको खुल्ला प्रचार गरेको भन्दै एको प्रहरी वृत्तमा परेको उजुरीका अनुसार प्रहरीले उनलाई हिरासतमा लियो र सामाजिक सञ्जालबाट गीत हटाउने शर्तमा छोडिदियो। पछि उनले आफ्नो गीतमा म्युट प्रयोग गरेर केही शब्दहरू सुन्न नमिल्ने बनाएर फेरि सार्वजनिक गरेका छन्। यो विषयमा धेरै विवाद हुँदा उनले बाहिर आएर आम रूपमा माफी समेत मागिसकेका छन्। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले उनलाई ह्याप्पी तिहार चिसो बियर गीतको कन्ट्रोभर्सीपछि साधारण सदस्यबाट ब्ल्याकलिस्टमा राख्दै उनको उक्त गीतलाई कार्यक्रमहरूमा बजाउन नमिल्ने भन्दै ब्यान पनि गर्ने घोषणा गरेको थियो। प्रतिष्ठानको यो निर्णयपछि दुर्गेशले माफी पनि मागेका थिए। यसरी आम जनता र श्रोताहरूको बीचमा मात्रै नभएर लोकदोहोरी समाजकै बीचमा पनि उनको प्रतिष्ठा त्यति राम्रो भने देखिँदैन। योभन्दा पछि पनि बिच्च-बिच्चमा चार अर्थात् ख्यास पुतली गीत निकालेको बेलामा पनि दुर्गेशलाई लोकदोहोरी प्रतिष्ठानले अश्लील शब्दहरू प्रयोग गरेको भन्दै कारबाही गर्ने निर्णय लिएको थियो। तीजको समयमा बिच्च-बिच्चमा दुई गीत निकाल्दा पुरानो आकाशमा बोलको गीतबाट लिरिक्स चोरी गरेको आरोप लगाउँदै गायक प्रेमराजा महत र गायिका हरिदेवी कोइरालाले दुर्गेश थापामाथि आरोप लगाउँदै सामाजिक सञ्जालहरूमा लेखेका थिए। यो कुरा दुर्गेशले आफूले गाउँघरमा गाइने गीतलाई प्रयोग गरेको भनेर भन्ने गरेका छन् र यदि कसैले उनलाई गीत चोरेको प्रमाणित गर्न सक्ने भए मात्रै आफूले गल्ती स्वीकार गर्ने, नत्र त्यस्ता हल्लाहरूमा ध्यान नदिने उनको भनाइ रहँदै आएको छ। ऋषि धमलाको कार्यक्रम जनता जान्न चाहन्छन्मा गएर भजन शिरोमणि भक्तराज आचार्यको गीत मुटु जलिरहेछ यो मन गलिरहेछ भन्ने गीतलाई नारायण गोपालको गीत भनेर गाएको भन्दै उनको मान्छेहरूले एकदमै आलोचना गरेको सुनिन्थ्यो। त्यसैगरी चर्चित कार्यक्रम रजतपटमा चर्चित र पुराना लोकप्रिय गायकहरूको तस्बिर छुटाउनै नसकेको भन्दै पनि उनको आलोचना भएको थियो। फेरि यस्तै गल्ती त सबैबाट हुन सक्छ र सबै गायक अथवा कलाकारले सबै लोकप्रिय गायक वा कलाकारलाई चिनेको हुनुपर्छ भन्ने पनि छैन। दुर्गेश आफै पनि आफूलाई गायक भन्दा पनि पर्फर्मर भन्ने र गायकीको विषयमा आफूलाई खासै नलेज नभएको भन्दै यस्ता आलोचनाहरूबाट पछि हट्ने गरेका छन्। स्टेज पर्फर्मेन्सहरूमा भिडलाई उत्तेजित बनाउने र सुरक्षाको ध्यान नदिने गरेको आरोप त उनीमाथि सधैँ जसो नै लाग्ने गरेको छ। यही कुरालाई लिएर बेला बेलामा आयोजकहरूसँग नै दुर्गेशको लफडा परिरहेको हुन्छ।
महोत्सवहरूमा अव्यवस्थित रूपमा भिड जम्मा हुने र साङ्गीतिक कार्यक्रमहरूको जस्तो सुरक्षाको पनि राम्रो व्यवस्था नहुने कारणले गर्दा धेरै चुनौती हुने गरेको मानिसहरू बताउने गरेका छन्। नेपाली साङ्गीतिक क्षेत्रमा परिचित मिस्टर आरजे, जोसँग दुर्गेशले विगतमा धेरै पटक काम गरिसकेका छन्, उनले पनि दुर्गेश एकदमै घमण्डी भएको कारणले गर्दा नै उनीसँग काम गर्न गाह्रो हुने विभिन्न इन्टरभ्यूहरूमा बताउने गरेका छन्। उनले आफ्नो साङ्गीतिक करियरको सुरुवात मुद्दा हाल्दिन्छु गीतबाट गरेको भए पनि अहिले आइपुग्दा 1 दशक लामो समय भइसकेको छ। दुर्गेश थापाले आफूलाई नेपाली सङ्गीत उद्योगमा मात्र सीमित राखेका छैनन्। उनले आफ्नो चर्चालाई सामाजिक सञ्जालमा थप उचाइ दिएर कहिले विवाद, कहिले वाहवाही बटुल्न भ्याएका छन्। उनको हाउभाउ, वेशभूषा र प्रस्तुतिकरण शैलीले उनलाई आम नेपाली युवाबीच अलग्गै पहिचान बनाइदियो। उनका गीतहरू प्राय सरल भाषा, दमदार शब्दावली र आकर्षक बिटमा आधारित हुन्छन्, जसले गर्दा युवा पुस्ताले सहजै आत्मसात गर्न सक्छन्। यही कारण उनका गीतहरू युट्युब तथा टिकटक ट्रेन्डिङ सूचीमा पर्नु सामान्य कुरा भइसकेको छ। दुर्गेशलाई मन पराउने युवा जमात उनीभित्र एक किसिमको विद्रोहीपन देख्छन्। समाजको परम्परागत सोचलाई चुनौती दिने, स्वतन्त्र व्यक्तित्व झल्काउने अनि कहिलेकाहीँ उच्छृङ्खल रूपमा प्रस्तुत हुने गरेको उनको शैली कतिपयलाई साह्रै मनपर्छ। यद्यपि यही कारणले गर्दा उनलाई नकारात्मक रूपमा हेर्नेहरूको सङ्ख्या पनि उत्तिकै छ। कतिपय उनलाई सस्तो लोकप्रियता खोज्ने कलाकारका रूपमा हेर्छन् भने कतिपय उनलाई नेपाली पप संस्कृतिमा नयाँ आयाम थप्ने व्यक्तित्व मान्छन्। उनको यस्तै दुई थरीको आम धारणाले गर्दा नेपाली समाजमा एउटा ठोस पहिचान भने स्थापित हुन सकेको छैन। आखिर मान्छेले कसरी चिन्ने त दुर्गेशलाई? जे होस्, अरूले आफूलाई जसरी चिने पनि, जति विवादास्पद अभिव्यक्तिहरूका कारण विवादमा तानिए पनि उनले आफ्नो लोकप्रियतालाई तल खस्न भने दिएका छैनन्। अझ यस्ता विवादहरूले उनको चर्चालाई झन बल पुर्याइरहेको देखिन्छ। नेपाली सङ्गीत उद्योगमा उनको स्थान बलियो मात्रै भएको छैन, भविष्यमा उनले अझ धेरै समयसम्म यो स्थान कायम राख्ने सङ्केत देखिन्छ। हवस् त, आजको लागि यति नै। तपाईहरू दुर्गेश थापालाई कुन रूपमा चिन्नुहुन्छ? तल कमेन्टमा लेख्न नभुल्नुहोला। हामी अब अर्को भिडियोमा भेट्नेछौँ। नमस्कार।